जङ्गलको फरेस्टको हाम्रो उयो सबैजना आउँछौ। हेलो एभ्रिवान, वेलकम छ मेरो सानो भिडियोमा होइन। तपाईँहरूले हेरि नै रहनुहुन्छ मेरो भिडियो त। सो आज मैले फेरि पनि एउटा भ्लग लिएर आएको छु होइन। एकदमै एक्साइटेड छु। आज चाहिँ हामीलाई चाहिँ घुमाउनु लाने प्लान गरेको थियो नि त कलेजबाट। सो हामीलाई चाहिँ कुन चाहिँ जग्गा लाँदैछ भन्दाखेरि चाहिँ अक्सिजन पार्क भन्ने जग्गा, बेङ्गलोरमै अक्सिजन पार्क भन्ने जग्गा थियो नि त। हाम्रोदेखि चाहिँ अलिक नजिक नै पर्दो रहेछ। कति 15-16 मिनटको बाटो रहेछ होइन। सो हामीहरू थर्ड इयर र फर्स्ट इयरलाई चाहिँ लाने प्लान गरेको थियो नि त कलेजबाट। सो कलेज लाइफमा होइन घुम्नु जानु, यसो हल्का टाइम स्पेन्ड गर्नु साथीहरूसँग एकदमै मजा हुन्छ। अन्त त्यही स्पेन्ड गराउनु पछिसम्म मेमोरिज हुन्छ भनेर चाहिँ त्यही कुराहरू गर्दै हामीहरू चाहिँ बाटो लागिसकेको थियौँ होइन। आजको दिन चाहिँ यस्तो फनी पनि भयो, यस्तो मजा पनि आयो होइन। अन्त यहाँनिर चाहिँ मेरो साथीले चाहिँ भनेको नि त, म आफै भिडियो बनाउँछु, आज तिमी नबनाऊ म पक्रिन्छु भनेर चाहिँ उसले पक्रेर हिँड्नु थाल्यो होइन। उसलाई त तपाईँहरूले चिन्नै हुन्छ होला। कतिजना जुन मेरो पुरानो भ्युवर्सहरूले त उहाँलाई चिनिनै रहनु भएको छ होइन। कतिजनाले भनिरहन्छ बिहारी बिहारी भनेर। सो उहाँ चाहिँ बिहारी नै हो होइन। अन्त चाहिँ तपाईँहरूले पनि पहिला पुरा कुरा गरिरहनुहुन्छ। उसले पनि नेपाली मजाले बोल्छ। अन्त ऊ चाहिँ अब पहिल्यैदेखि नेपाली भएको एरियामै बसेर उसलाई चाहिँ नेपाली मजाले आउँछ। अन्त चाहिँ हामीहरू चाहिँ खासैमा चाहिँ यहाँ चाहिँ अरू कुरा चाहिँ केही होइन। हामीलाई चाहिँ साँप हेर्नु मन लागेको थियो होइन। सो साँप हेर्नुको लागि चाहिँ यता र उता भौतारिँदै दौडिँदै भए पनि हामीहरू गइसकेको थियौँ। अक्सिजन पार्क यहाँनिर चाहिँ जसलाई होइन सास फेर्नु साह्रो पर्दैछ, खालि कार्बन डाइअक्साइड मात्रै पाउँदैछ हो, उहाँहरू चाहिँ यहाँ अक्सिजन लिनु आउनु सक्नुहुनेछ। यदि तपाईँहरूलाई सास फेर्नु साह्रो हुँदैछ, अक्सिजन चाहिएको छ, यहाँ आउनुहोस्, मजाले अक्सिजन भेट्छ। 10 रुपियाँमा अक्सिजन पार्क, यहाँ 10 रुपियाँमा अक्सिजन पाउँदैछ है साथीहरू। 10 रुपियाँमा अक्सिजन पाउनु भनेको यही हो बहुत बढी बात हो। हतपतले पाउँदैन, तपाईँहरू पनि अक्सिजन लिनु। त्यहाँदेखि चाहिँ यताउता पालाक पुलुक पार्दै भए पनि हामीहरू यहाँनिर जामुन चोर्नुमा चाहिँ सक्सेसफुल भइसकेको थियो होइन। अनि यहाँनिर चाहिँ एकदमै यो जङ्गलमा चाहिँ अब यो जङ्गलको चाहिँ होइन नेचुरल हुन्छ नि त। अन्त चाहिँ यहाँनिर चाहिँ अब त्यस्तो यादहरू पनि गर्दैन नि त। अन्त हामी चाहिँ जामुन चोरेर चाहिँ खानु थाल्यो। अन्त मैले पनि एउटा चाखी हेरेँ होइन। मेरो साथीहरूले चाहिँ मजाले खायो जामुन। मलाई पनि यस्तो खानु मन पऱ्यो कि अब फर्स्ट टाइम खाएको, मुख नै तर्रो नतर्रो भयो हो। अन्त चाहिँ म त्यस्तो आदत छैन नि त। साथीहरूले चाहिँ मजाले खायो, उनीहरू चाहिँ आदत छ नि त पहिल्यैदेखि खाने। अन्त मैले चाहिँ आज फर्स्ट टाइम अब यतै आएर बेङ्गलोर आएर खाएको नि त यस्तोहरू। अन्त मलाई अलिक मन परेन मिन्स मलाई अलिक मुख तर्रो भएर चाहिँ साथीहरूलाई दिएँ। उनीहरूले खानु थाल्यो, मजाले खायो उनीहरूले चाहिँ होइन। अन्त फेरि हामीहरू अगाडि बढ्यो। अन्त हामीहरू चाहिँ अलग अलग भएर हिँड्यो। हामीले चाहिँ अब साँप त पाएन। अर्को चाहिँ यहाँनिर मजुर पाउँछ होला भनेर मजुरको पछि लाग्दै गयौँ होइन। मेरो बाउली साथीहरूको पछि। अन्त हामीहरू चाहिँ यता गर्दै भौतारिँदै भए पनि हामीहरू बाटो बिर्स्यो नि त होइन। अचानक कुन चाहिँ जग्गा पसे होइन। साथीहरू कता लिएर आए आफू पनि यस्तो आँप पाउँछ कि न के पाउँछ कि भनेर चाहिँ यताउता गर्दै आएको त साथीहरूले यहाँनिर मजुर छ भनेर लिएर आयो होइन। अन्त मजुरको पछि गर्ने भन्दा बाटो नै बिर्स्यो। अन्त चाहिँ यतानिर साइडमा हेर्दा त्यो हात्तीबार भन्ने, हामी त उतानिर नेपालीहरू त हात्तीबारहरू भन्छ नि त। अन्त त्योहरू चाहिँ पुरा रहेछ नि त। मलाई एकदमै मनपर्छ त्यस्तोहरू होइन। अन्त चाहिँ त्यो हेर्दा नि यहाँनिर तितिरीको बोट देख्यो हामीले होइन फाइनली। अन्त तितिरी देख्नु बित्तिकै सबैको मुखमा पानी आयो। अन्त चाहिँ हामीहरू चाहिँ यहाँनिर तितिरीको बोट देख्नु बित्तिकै मेरो हन्ताकाले साथीहरू हतारिँदै ठेल्दै यता र उता ठेलाठेली गर्दै पात्दै भए पनि तितिरीको बोटसम्म पुगेर तितिरीहरू टिपटाप पाऱ्यो होइन। बोटलाई मात्रै एक्लै पार्यो। तितिरी टिप्ने हुँदाखेरि कतिजनाले यहाँ पादेको पनि छ साथीहरू होइन। तपाईँहरूलाई पनि एकदमै स्वागत छ यो जग्गामा। अन्त चाहिँ हामीहरू चाहिँ यहाँनिर चाहिँ मजुर हेर्नुको लागि चाहिँ रनिङ गरेर गयो होइन। अन्त मेरो साथीहरू हल्ला गरेर चाहिँ
भएको मजुर पनि उडाइ बनायो होइन। यस्तो मजुरसँग फोटो खिचौँला भनेर उडेर गएको थियो, त्यो पनि मजुर उडाइ पठायो होइन। अन्त फेरि मेरो साथीहरू फेरि मजुरलाई बोलाउनुको लागि भित्र पस्दैछ, साराक सुरुक गर्दै भए पनि। अन्त यहाँ मजुर आफैले भने कि तिमीहरू हल्लाकारीहरूसँग चाहिँ म आउँदिनँ भनेर चाहिँ यहाँबाट चाहिँ मजुर चाहिँ आफ्नो बाटो लाग्यो होइन। अन्त चाहिँ फेरि हामी यहाँनिर तितिरी सितिरी खाइसकिसकेर फेरि यहाँनिर आँपपट्टि आयो हो। अनि मैले चाहिँ मेरो साथीहरूलाई चाहिँ हल्ला नगर भन्दा बल्ल हल्ला गर्नु छोड्यो। त्यो पनि एउटा आँप पाएको थियो, त्यसमा लडाइँ खेल्दै थियो मेरो साथीहरू होइन। त्यति जेलसम्म चुपलाक गरेर मैले यहाँनिर आँप टिप्नु लगाएँ होइन अङ्कलहरूलाई। यस्तो हस्टेल लाइफ बसिसकेपछि चाहिँ नि यस्तो मेमोरिजहरू चाहिँ राखिराख्नु पर्दो रहेछ नि त होइन। हस्टेल लाइफ सँगसँगै यो चाहिँ कलेजको अब मेमोरिज पनि भनौँ न। बल्ल अङ्कलले एउटा आँप टिपेर दिँदै थियो, त्यो पनि उतापट्टि दिएर फेरि चोरचार पारेर मैले मेरो गोजीमा हालेँ होइन। हेर्नु सक्नुहुनेछ दुईवटा हातमा आँप छ र पनि मेरो साथी चाहिँ यहाँनिर जामुन चोर्नुपट्टि लागेको छ हो। अन्त उसले अलरेडी गोजीमा आँप बोकिरहेको थियो र पनि उसले फेरि जामुन चोर्दैछ होइन। अर्को मेरो यहाँ हन्तकाले साथीहरू पनि यहाँ जामुन चोर्नुपट्टि लागेको छ। भोलि पर्सिसम्म खानुपर्छ भनेर चाहिँ गोजीभरि भरेको छ र पनि टिप्नु छोडेको छैन। हाम्रो लाइफ चाहिँ यस्तो नै हो। तपाईँहरू के कसो हुनुहुन्छ होइन, तपाईँहरूको लाइफ कस्तो चल्दैछ, हाम्रो चाहिँ यस्तै चलिरहेको छ। अन्त मेरो यहाँनिर चाहिँ जामुन चोर्ने कार्यक्रम खतम भयो। अन्त साथीहरूले चाहिँ मजाले खायो नि त यो जामुन भन्ने चिज चाहिँ। अन्त मैले पनि चाखिहेरेको, मलाई चाहिँ एकदमै खट्टा लाग्यो। अन्त मैले चाहिँ त्यसलाई रिजेक्ट गरिदिएँ। आयो पछि भुलिनु मात्रै पनि हुँदैन है साथीहरू। सो त्यही भएर चाहिँ तितिरी टिप्टा पारेर यो तितिरी मैले टिपेको पनि होइन। यो मैले फर्स्ट इयरको भाइलाई तितिरी मागेँ होइन। अन्त चाहिँ हामीलाई चाहिँ अब चाहिँ रिटर्न जानुपर्छ भनेर भन्यो नि त। सो हामी चाहिँ हरेक कुरामा हामी चाहिँ रनिङ गर्छौँ होइन। अन्त चाहिँ यहाँनिर अङ्कलले पनि भन्दै थियो कि यो खाता पेन्सिल होइन, तपाईँहरूले खाता पेन्सिल पक्रेको जत्तिकै सजिलो हुँदैन यो खोल्नुको लागि भनेर भन्दै थियो होइन। त्यसमा पनि रनिङ गरेर भए पनि म अगाडि आएर म चाहिँ अब हामीहरू चाहिँ रनिङ गर्नुमा मात्रै फर्स्ट छ नि त। जेमा पनि होइन, खाना खानुमा होस्, चाहे बसको लागि होस् है, कलेज पुग्नु होस्, डेस्कको लागि होस्, रनिङ गरेरै पुग्छ नि त। अन्त चाहिँ हाम्रो लागि चाहिँ आज चाहिँ टीमा चाहिँ ब्रेड र चिया दिएको थियो। जुन चाहिँ चिया चाहिँ म चाहिँ खाँदिनँ, म चाहिँ ब्रेड चाहिँ खान्छु। अन्त जे पनि पाउँछ त्यो खान्छु, तर म चाहिँ चिया चाहिँ खाँदिनँ, मलाई चिया चाहिँ मन पर्दैन। अन्त चाहिँ अब चाहिँ म चाहिँ पढ्नुपट्टि लागिसकेको छु। तपाईँहरूले भनिरहनुहुन्छ मनिता तिमी नाची मात्रै बस्छ, उफ्री मात्रै बस्छ, कम्बर मात्रै हल्लाउँछ, पढेको देख्दिनँ भनेर भन्नुहुन्छ। अन्त म चाहिँ ब्याग बोकेर टुई गर्दै भए पनि मेरो रुमतिर पसेँ पढ्नको लागि, स्टडी हल। अन्त चाहिँ यहाँ मेरो साथीले चाहिँ रेकर्ड गरिदिँदै थियो नि त। अन्त चाहिँ सो म चाहिँ अब पढ्नको लागि बसेँ होइन। अन्त आजको चाहिँ मेरो भिडियो चाहिँ यति नै थियो। सानो भिडियो बनाउनु मन परेको थियो। बाई, लभ यु अल। मन परेछ भने लाइक कमेन्ट सेयर गरिदिनु होला।